हेलो एन्ड नमस्ते फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो न्यू ब्लगमा हैन। अनि आज चाहिँ हामीहरू आएको छु बाँस काट्नलाई। अनि यहाँ चाहिँ हतियार अनि यहाँ पनि एउटा हतियार छ। अनि के अरे अनि आज त आएन मासला अनि त हाम्रो केटाहरूले काट्न पनि सुरु गरिदिएको छ। अनि उता यहाँ चाहिँ अनि बाजे हुनुहुन्छ। अनि बाजेले चाहिँ हामीलाई थाहा छैन नि त त्यो छिपेको बाँसहरू हेराउनुहुन्छ। बाजे चाहिँ हेराइदिनुहुन्छ, हामी चाहिँ काट्ने कामै। अनि यहाँ चाहिँ दुईवटा काटी पनि सक्यौँ, एउटा यहाँ छ एउटा तान्नु हुँदैछ। यो त छिटो काटिहाल्नु भयो। मैले एउटा पनि काटेको छु है, म पनि काट्नु पऱ्यो। प्रशान्तले एउटा काटिसक्यो होइन, अझै एउटा काटिसक्यो ल त ल ठिकै छ सुल्टी। त्यहाँ कतिवटा छ अरे? 3वटा। यहाँ 3वटा छ, यो 3वटा चाहिँ मैले काट्नु पर्ने। जङ्गलमा यत्रोमा कुन काट्नु? बाजेलाई भन त, बाजे ओ सम्धी बाजे। कति सुन्नुहुँदैन क्या, अलिकति कम सुन्नु, नजिकै जानुपर्छ। ओ मा भन्न रे बाजे। बाजे ओ सम्धी हिँड्नै आऊ न, हेराउनु न कुन काट्नु। त्यही अलिकति अब सुन्नु परेन अनि अघि मैले देखिनँ नि त कुन काट्नु पर्ने। हेराउनु त कुन काट्बे बोला त हो, के छ कुन काट्नु? कुन यो यो दुईटा मात्रै? पहिले यो दुईटा काटेर निकाल्न। ल तीनटा काट्नु पर्ने। डाइपर न डाइपर छ यार, कसको डाइपर यत्रो फ्यालेको होइन? त्यो छिमेकीहरूले फ्यालेको होला। त्यही साथी यहाँ त कमिला छ यार, डेन्जर खाले कमिला छ नि। फेरि टोको भने त हालत खराब हुन्छ। कहाँ गयो? यहाँ सब थिच्यो भने सब निस्किन्छ। यहाँ छ ए यत्रै कमिला भयो, डेन्जर खाले टोको भन्दा फेरि गाह्रै हुन्छ यार। फाइनली दुईवटा त्यसै काटिसकेँ मैले, अझै एउटा लास्ट त्यो मोटो खाले बाँकी छ। तान्नमा त्यहाँ हेरिरहेको छ यार, बुढो मान्छेले तान्न लाएर लास्टसम्म लाग्दैन के? अनि मैले काटिसकेको छु नि, तँ उभिएर बसेको छस् भाइ, बोल्छस्? फाइनली 3टा बाँस काटिसकेँ होइन, म त 2वटा निकालि पनि सकेँ। अनि अझै एउटा बाँकी छ क्या, यो मोटो खाले निकाल्न बाँकी छ। साफ गर्दैछ बाजेले, सजिलो हुन्छ नि त अनि निकाल्नलाई। कतिवटा काट्नुमा गाइजहरू? ओहो त्यहाँ राम्ररी काम गर्नु है, त्यहाँ पैसा फेरि काट्छु नि फेरि। ओइ काम गर्दा फोनमा बोल्छस्? अब काम भएन भने म आउला। म यता पार्ट टाइम जब पनि गरिरहेको छु अहिले, त्यही भएर अब भोलि भ्याउँछु कि नै भोलि नै थाहा हुन्छ। पार्ट टाइम जब यही हो। हजुर लाम्रो यस्तै टोकिदियो यार एउटा कमिलाले। यहीँ टोकिदियो म्याचिस देखिरहेको छैन ल, तर टोकिदियो। भुत्ला पनि के साह्रो यार, लामो जस्तै भुत्ला पनि हेर्छु नि खुट्टामा। जङ्गली भालु जस्तो खुट्टामा उठ्दा चाहिँ सुल्टी हेर त छ कि? यसको पनि हेर्नु नै, यसको पनि छ कि?
म जस्तै तर मेरो खुट्टा कालो भएर धेरै मात्र हो कि तिमी जङ्गली भालु अहिले भर्खर जङ्गलमा यत्रो जङ्गलमा निस्किएर होइन यहाँ चोटि यहाँ चढेको त्यस्तो गल्ती भइरहेको छ कि तिम्रो पनि छ तिमीले मान्नुपर्छ यो कुरा मेरो खुट्टा कालो भएर मात्रै हो कि हजुर आयो बाजे आएको ल्याउ सम्झी मेरो कमिला लिँदा हाल्नु ओभर कमिला चाहिँ कमिला छु साथी प्याम्पस आयो यहाँ पनि के साह्रो हेर्नु त कसरी चर्को छ हेर्नु नि यस्तो सिधै टाउको यस्तो आँखुमा लाग्दैछ यार कालो छु यहाँ जन चाहिँ भाडाको त्यो तल हुन्छ नि पछाडि त्यो कालो हुन्छ जन चाहिँ अहिले नै छु सबै मासु त काटिसकेँ 7वटा मात्रै काट्ने त्यो काम चाहिएको थियो 8वटा चोटो काटिदिइसकेँ बाजेर बनाऊ एक्स्ट्रा काटिहाल्नु त अब यो त्यही छेलछाल गरेर गराउनु पर्ने हजुर के भन्नुभयो म यहाँ मेरो गर्लफ्रेन्डसँग बोलिरहेको छु होइन ओहो गाह्रो छ यार त छेलछेल गरेको भयो यार कसो गाई पनि पत्ता खान आइसक्यो साथी भयो तिम्रो माथि छोडिदिनु न यार घरमै त्यो पछि गर्छ मैले यत्तिकै छोडिदिइहालेँ त्यो मजाले छोड्नु नमिल्नु पछि पनि मिलाउनु छ त्यो अरू लगाउँ न भयो अझै माछालाई अझै पनि बाँकी छ एउटा त्यहाँ छ के गरी छिल्छ यार काम नै छैन कि यसको अनि मलाई मन पर्दैन सक्यो मेरो किन्दै साल भइसक्यो भाइ त्यहाँबाट छैन गाडी हो 9वटा के गर्ने यार अझै पनि काटिरहेको छ कि हट क्या रे के भन्नुभयो त खुकुरी बाजेसँग छ ओ सम्धी छोडिदिनु नि यार भयो मा अझै काट्नुहुन्छ कि मा आफ्नो लागि के ओ बाजे ओ सम्धी छिटो छिटो काट्नु त्यो पनि बाँकी छ एउटा भयो भयो त्यहाँ लिनु यहाँको मात्रै बाँकी छ यो एउटा छ नि त्यो एउटा मात्रै कहाँ जङ्गलमा लगाइसक्यो यो त यता निकालेको हुन्थ्यो यो ओहो अघि तँ मैले के भनेको थिइस् मलाई भालु भनेको थिइस् होइन यता हेर न यहाँ भन् न यहाँ ओ बिरालो आँखा डर लाग्यो कि डराइस् यहाँ अघि के भनेको थिइस् मैले भालु भनेको थिइस् होइन ठिकै छ नि आज आएर यहाँ भालु भनिस् नि मलाई ठिकै छ कुनै आफ्नो चाहिँ हेर्दिनँ बिरालो जस्तै आँखा छ मैले भालु कपाल के भुट लाग्यो भालु भइहाल्छ नि दुईवटा लिएर चलिदियो राति मजाले जान्छौ त एउटा जान्छ होला बाटो त छ तपाईँ छ यार अझै एउटा काट्न भन्नुहुँदैछ 7वटा काट्छु भनेर आएको म 10वटा भइसक्यो ए 10वटा 9वटा भयो अझै 10 11 टेन्सन भइहाल्यो भने अझै काट्नु हुँदैछ एकै लडमा 2वटा लगाएछ एकै लडमा गाँस छ फाट सबसे लामो त मेरै छ
लामो यसको थियो लामो एउटा बाँस छैन लामो लामो ल ल ल जिनिस त ल तेरो बोकिस फाट्न त फाटेको थियो नि आएर त्यहाँ चल्यो सिधै यार भित्र त घरतिर छिर्दियो पानी खान बिर्स निकै बसिरहेको छ यसको मतलब फाटेको थियो हाम्रोमा त्यसले भारी बोकिस फाटो एक्सेप्ट गर भाइ त्यो फाटेको थियो त्यो एक्सेप्ट गर्नै पर्छ त्यसलाई त्यो त्यहाँ बसेको 30 त्यही त जुन राम्रो बन्छ नि बारी बोकेको थियो लामो लामो खाले त्यसले नै साथी तिमी त त्यो गोरो नेपालमा छ नि हुन सक्दैन जस्तै छ त्यो क्रिम लगाएर मुखमा चाहिँ गोरो हुन्छ तिम्रो त्यो के भन्छ त्यो दागको क्रिमले घाम चाहिँ लभली छ क्या यस्तो चाहिँ होस् नि अनि पेटलाई जेली सर्ने काम गरोस् म चाहिँ कालै छु मलाई बारी छैन साथीको यसो गोरो बनाउने प्लानमा छ अझै कालो हुन्छ जस्तै छ अहिले चाहिँ बास बोकेर सकाएर पनि घर आइसकेँ होइन म ओभरै गर्मी छ अब चाहिँ एकछिन नुहाएर फ्रेस फ्रेस हुनु पऱ्यो फेरि दोकान त पसलतिर पनि जानुपर्छ त्यही त आजको लागि यति नै थ्याङ्क यू फर वाच दिस भिडियो एन्ड लाइक सब्सक्राइब पनि गरिदिनु होला होइन भिडियो राम्रो लागेमा हस् त आजको लागि चाहिँ जय नेपाल।